Hello, good morning from के अरे कुछ भी घान्द्रुक we are from घान्द्रुक हामी हिजो घान्द्रुक नै रात बस्यौं अनि आज चाहिँ अब बिहान भइसकेको छ सबैलाई गुड मर्निङ है गुड मर्निङ हाम्रो टुरको यो डे 3 हो आज चाहिँ अनि हामी चाहिँ यो जान्न तपाईलाई हाम्रो नेपालको ब्युटी देखाउँछु ब्युटी के हो भनेर है अगाडि देख्नुस् यहाँ छ अगाडि हिमालहरु है यतातिरको यो हो माछापुच्छ्रे हिमाल अगाडिको चाहिँ अन्नपूर्ण है यता साइडको चाहिँ सिस्ने हिमाल त छोडेर किन्छ त्यो हामी चाहिँ अब यो घान्द्रुकको ठाउँलाई एक्सप्लोर गरेर गइरहेछौँ बिहान अहिले बिहानको ठ्याक्क बजेको छ देख्न सक्नुहुन्छ 6 बजेको छ यही हो जहाँ हामी आएको बाटो चाहिँ हो है यता हटाथ्यौँ हामी अहिले जान्छौँ माथितिर त्यहाँ मान्छे हुन्छन् मान्छे त्यहाँ बेस क्याम्प गर्न गएको बेस क्याम्प त्यहाँ पनि त टुरिस्ट देखाएको पनि बेस क्याम्पको लागि अब हामी चाहिँ अलि माथि जानु पर्ने हुन्छ यो ठाउँ अलि राम्रो एक्सप्लोर गर्नको लागि त्यहाँबाट बवाल भ्यू देखिन्छ है ठ्याक्क 6 बजेको टाइममा होइन कस्तो चिसो गरी त्यहाँको पानी उमाएको ठ्याक्क मान्छेले कस्तो युज गर्छ यार हुन त अब यहाँ आए उनीहरूको लागि बाहिर परिसक्यो होला त्यहाँ माथि हो कि जानुपर्ने हामी चाहिँ बरफ पनि कहाँ माथि त घर छ त्यहाँ घर छ त्यही घरमा जानुपर्छ हामी चाहिँ एक्सप्लोर दिस माउन्टेन साइड लुक एट दिस भ्यू हामी पहिला आए त्यो होटलमा बस्यौँ त्यो होटलमा माथि त्यहाँ होटलमा गाउँ ठाउँ हेर्छौँ चाहिँ घान्द्रुक यो हो घान्द्रुकको हामी अब त्यो होटलमा बस्यौँ क्या माथि हामी आएर त्यो हो जता कता हिँड्ने त हो यहाँबाट झन् हेर्नुहोस् है बबाल यहाँबाट झन् राम्रो देखाएको छ हिमाल हम तो ये व्यू हेरने आए हैं इधर टांग से हामी प्रत्यक्ष प्रसारमा छ अहिले डाइरेक्ट हिमालको फेरिम बसेर म पल्ट चाहिँ पछाडि गएर हजुरलाई हो यो घान्द्रुक ड्रेस पाइन्छ क्या ड्रेस पनि ठाउँ ड्रेस होटल छ यहाँ हामी चाहिँ अलि माथि आइपुगेका छौँ अहिले यो घान्द्रुकको हामी चाहिँ यो भ्यू पाउनको लागि राम्रो ठाउँ खाली ठाउँ खोजिरहेको छौँ तर पाएको छैनौँ चाहिँ अझ हिँड्ने क्रममा छौँ एकदमै थकित पनि भयो हिँडेर तर थकितलाई के मान्ने होइन रमाइलो हुन्छ त्यसैले हामी अलि अगाडि बढ्दैछौँ राम्रो पोइन्ट पाउनको लागि सो यहाँ चाहिँ छ हिमालका फेदीहरू चुचुराहरू मतलब सरी डाँडा काँडाबाट हामी यहीँ पुगेका छौँ हाम्रो चाहिँ फोटो सोटो भइसकेको छ भिडियो पनि भइसकेको छ
गएर टिकटकमा हेर्नुहोस् भिडियो आइसकेको छ अनि हामी चाहिँ अलि माथि जान्छौँ फेरि राम्रो भ्यू पोइन्टको लागि हामी तिनीहरूमा चाहिँ दुईवटा दाइरा अङ्कल आउनु भएन अलिक दूर पालो हुनुहुन्छ अनि त्यही भएर आउनु सक्नु भएन हामी चाहिँ अब बहुत मोटा आएर छौँ त्यसैले अलि माथि जान्छौँ अब फेरि पनि हामीहरू लागिरहेछौँ चढ्नलाई कस्तो लाग्यो त बिहान बिहानको हिमाल पोइन्ट राम्रो यहाँबाट पनि फेरि हिमाल हेर न हिमालको पोइन्टहरू हरेक कुना कुनाबाट हेर्छु तपाईँले मैले जस्तो तपाईँले लाइक गर्नुहोस् भिडियोमा हामी चाहिँ अब नास्ता खाएर आइसकेका छौँ नास्ता बिहान बिहान हाम्रो भइसकेको छ नास्तामा हाम्रो पुरी अनि तरकारी र अन्डा थियो त्यो खाएर हामी तल झसेका छौँ तल झरिसकेका छौँ अब हामी चाहिँ लाग्नु पऱ्यो भने चाहिँ तलतिर यो क्रममा हामी बिचमा बाटोमा फोटो खिचाउँछौँ अब फोटो खिच्छौँ हामी चाहिँ अब घान्द्रुकदेखि तलतिर ओरेला छौँ है देख्नुहुन्छ पछाडि हिमाल सेतो हिमालहरू टल्केर छ भोपाल देखिया छ पछाडि हाम्रो हुनुहुन्छ दाई लेस्ट अब नेक्स्ट डेस्टिनेसनतर्फ हामी लागिरहेका छौँ हामी अहिले आइसकेका छौँ सारङकोट फाँटी जाँदैछौँ सारङकोटको भ्यू हेर्न हाम्रो फिल्महरू पछाडि हुनुहुन्छ त्यहाँ पछाडि सब देखिन्छन् सब हजुर जाँदै गरोस् भएन लास्ट हो म्याडम घाउसँगै पनि रमाइलो पनि छ क्या र हिजो रमाइलो यहाँ चाहिँ हो फेवा लेक हामी यहाँ माथि आइसकेका छौँ हजुर भिडियो बना त आउनुहोस् भिडियो पनि रहन्छ टाइम टाइममा हामी आइसकेका छौँ यो हो सारङकोटको के भन्छ यसलाई मन्दिर हो कैलाश्वरी देवी महादेव हो हामी आइसकेका छौँ है हाम्रो सारङकोट रहेको छ है देख्नुहुन्छ त्यतातिर मन्दिर अब हामी चाहिँ जान लाग्छौँ भ्यू टावरमा माथिबाट भ्यू राम्रो देखिन्छ भनेर यहाँको फोटो भइसक्यो हाम्रो भाइहरूको अब हामी जानुपर्छ भ्यू टावरतिर यता हेर्नुहोस् है अगाडि यो मन्दिर अनि अगाडि उता छ सायद हामी जान लाग्छौँ आधी ढेल तमें जो फूल देना पड़ेगा कि फूल दे करे कहीं मत न्योला किती वा
बिबु र उमङ्ग वाहनमाथि